Very good mornings to all of you. Uh, Welcome back to my Facebook page. This is Rocky Subba again. र केही दिन अगाडि म दिल्ली गएको थिएँ। एक हप्ताको टुर थियो मेरो। दिल्लीमा चाहिँ यति साह्रो गर्मी थियो कि अब हामी चाहिँ रुमदेखि बाहिर निस्किनु पर्दा चाहिँ घाँटीमा चाहिँ हामी टावल चाहिँ बेरेरै हिँड्थ्यौँ, किनभने चाहिँ पसिना आएकै पसिना पुसेको है। तर जब म फेरि यहाँ ब्याक टु सिक्किम फर्केर आइसकेँ, मलाई यति आमा के भन्नु, अब यति शीतल हो। यो पसिना त भारी बोकेर आएको। वेदर चाहिँ यस्तो राम्रो यहाँनिर है, हरियाली, पानी परिरहेको, पानी कोही बेला पर्छ कोही बेला पर्दैन, पर्दा पनि ठिकै छ, शीतलै छ, नपर्दा पनि अब घामै लागे भए पनि हाम्रो त अब ग्रिनेरीहरू छ होइन, त्यो पाराले अब सेडहरू मिलिहाल्छ। सुरु हावा चलेको कति राम्रो इन्भाइरोमेन्ट छ हाम्रो सिक्किममा है। र हामी चाहिँ एकदम अब सिक्किममा जन्मेर चाहिँ अब हामीले चाहिँ एकदम गर्व गर्नु पर्ने जस्तो लाग्छ हामीलाई चाहिँ है।